हेलो गुड मर्निङ सबैजनालाई। म यति बेला भियतनामको राजधानी हनोईमा छु। हनोई र तपाईँले हनोईको दृश्य देख्दै हुनुहुन्छ। हनोई आज मेरो ब्लगमा तपाईँलाई हनोईको दृश्यहरू देखाउनेछु। अनि यो चाहिँ लेक साइड पर्छ। लेक छ यहाँ अनि लेक साइड एरियामा म तपाईँलाई यहाँको एरियाहरू देखाउँछु। विशेष गरी भियतनाम जो छ चाइना र कम्बोडिया यो सिमाना क्षेत्र पर्दछ र साथसाथै यहाँ हेऱ्यो भने यहाँ भियतनामिज भाषा बोल्छ र यिनीहरूको जुन लिपि छ लेख्ने त्यो चाहिँ इङ्ग्लिस टाइपको हुन्छ, तर हामीले बुझ्दैनौँ। अर्को मेन कुरा भनेको यहाँ चाहिँ कसैले पनि इङ्ग्लिस बुझ्दैन, कम बुझ्छ अनि एकदमै गाह्रो हुन्छ। अनि अर्को कुरा भनेको यहाँ चाहिँ यहाँको करेन्सी जो छ नि तपाईँको लाखमा हुन्छ होइन। अब तपाईँको 5 लाख 10 लाखको करेन्सीहरू हुन्छ। अलिक करेन्सीमा चाहिँ अलिक कन्फ्युज हुन्छ। नत्र भने ठाउँ अनि यहाँको मान्छेहरू एकदमै हेल्पफुल छ। अनि यहाँ तपाईँले लोकल ट्याक्सीहरू कुनै यस्तो यो रिक्साहरू हुन्छ नि, यहाँ जस्तो यो रिक्साहरूमा घुम्नु सक्नुहुन्छ। अनि अहिले चाहिँ भियतनाम चाहिँ अहिले कम्युनिस्ट हो, कम्युनिजम फलो गर्छ। अनि उनीहरूको यो पार्टीको झन्डा र नेसनल फ्ल्याग पनि रातोमा तारा छ। म तपाईँलाई यहाँको भ्यू देखाउँदैछु। देख्दै हुनुहुन्छ तपाईँले भियतनाम हनोई। यसरी क्रस गरेर म यहाँ पारिपट्टि आइपुगेको छु। यो लेक देख्दै हुनुहुन्छ तपाईँले, फेमस लेक हो यहाँको। लेक एरिया अनि यो पारिपट्टि चाहिँ उता ओल्ड क्वार्टर्स भन्छ, ओल्ड क्वार्टर्स। यो दृश्यमा देख्नु भएको लेकको नाम चाहिँ होलाङ्क्याङ भन्ने लेक रहेछ। अनि यो पुरानो त्यो जमानाको घर मन्दिर भनौँ न। अनि भियतनाम फेमस चाहिँ यो ठाउँमा पहिला वार पनि भएको, भियतनामिज र युएस आर्मीको बिचमा। अहिले चाहिँ डेभलप भइसक्यो। अनि साउथ भियतनाम र तपाईँको नर्थ भियतनाममा पहिला युद्ध हुँदाखेरि चाहिँ युएसले त्यति बेला यहाँ लडाइँ धेरै नै भएको थियो। अनि म्युजियमहरू पनि छ। यो चाहिँ लेकको भ्यू भयो। अनि यतापट्टि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ बाटो अनि साथसाथै यहाँ फ्ल्याग छ, उनीहरूको नेसनल फ्ल्याग। अहिले चाहिँ कम्युनिस्ट हो, टोटल कम्युनिस्ट गभर्मेन्ट यहाँ छ। अनि उहाँहरूको फ्ल्याग पनि रातोमा स्टार छ। अनि कम्युनिस्ट कन्ट्री तपाईँले देख्दै हुनुहुन्छ, एउटा कम्युनिस्ट कन्ट्री भियतनाम है। यो यहाँको नेसनल फ्ल्याग। यो लेकको छेउमै यहाँ भियतनामिज राजाको मूर्ति रहेछ, भियतनामिज राजाको मूर्ति। अनि यहाँ अहिले पनि मान्छेहरूले पूजा गर्नुहुँदो रहेछ मोमबत्तीहरू बालेर। साथै यो जो राजा छ यो चाहिँ ली वंशको, ली भन्छ नि, जति नै चाइनिज नाममा ली लाग्छ, ली वंशको राजा भनिँदो रहेछ। अनि यो राजाले चाहिँ विशेष गरी यो हनोई सहरलाई, यो भनौँ पहिला देशलाई बसाउनुको लागि यसले काम गरेको रहेछ। अनि त्यही कारण अहिले पनि उसलाई मानिसहरूले पुज्ने गर्दो रहेछ। अनि यहाँ मोमबत्तीहरू बालेर, धुपबत्तीहरू बालेर यो राजालाई पुज्ने प्रचलन रहेछ। तर पछि चाहिँ होचिमिनले पुरै देशलाई नै कम्युनिस्ट बनायो। यो चाहिँ देख्दै हुनुहुन्छ होचिमिनको फोटो, गभर्मेन्ट अफिस होला होचिमिन।
अनि उहाँ चाहिँ राष्ट्रिय पिता भियतनामको। अनि कम्युनिस्ट सरकार यहाँ छ, कम्युनिस्ट गभर्मेन्ट। झन्डा देख्दिनुहुन्छ रातो र तारा। तपाईँले यहाँ चाइनिज भाषा पनि देख्दिनुहुन्छ होला, चाइनिज लिपि। धेरै वर्षसम्म यहाँ चाइनाले पनि कन्ट्रोल गरेको थियो। त्यहाँदेखि यहाँको मन्दिरहरूमा चाहिँ तपाईँले चाइनिज पाउनुहुन्छ। विशेष गरी चाइनिज धर्महरू, ताओइज्म, कन्फ्युसियस भन्ने धर्म मान्नेहरू पनि छन् यहाँ धेरै। कन्फ्युसियस भन्ने धर्मको मन्दिर हो जो चाइनामा धेरै प्रचलित छ र यहाँ पनि कन्फ्युसियसहरूलाई मान्ने धर्मको मन्दिर हो। अनि यहाँ पूजाहरू गरिँदो रहेछ कन्फ्युसियस मान्ने व्यक्तिहरू। यो मन्दिरभित्रको भाग हो यो। अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ चाइनिज भाषामा यहाँ लेखेको छ। अनि यहाँ चाहिँ भियतनामिज ल्याङ्ग्वेजमा लेखिएको छ। यो चाहिँ फुलबाट बनाएको हो उनीहरूको ल्याङ्ग्वेज भाषामा। यहाँ तपाईँले मन्दिरभित्र देख्दै हुनुहुन्छ। कन्फ्युसियस धर्म चाहिँ एक प्रकारको प्राकृतिक पूजा गर्ने ठाउँ नै हो। अब कति कति हाम्रो टिबेटनहरूसँग नै मिल्छ। विशेष गरी पहिला बुद्धिज्म नहुँदाखेरि तपाईँ यहाँ फ्ल्यागहरू देख्नुहुन्छ नि, यो फ्ल्याग हेर्नुहोस् त। यो फ्ल्यागले देख्दाखेरि थाहा पाउँछ। अनि प्राकृतिक पूजक अनि कन्फ्युसियस धर्महरूले पनि यसरी बनाएर पूजा गर्ने। बुद्धिज्म चाहिँ पछि आयो। यो बुद्धिज्म मन्दिर होइन, यो कन्फ्युसियस धर्मको मान्ने मन्दिर हो। अनि तपाईँले भियतनाममा जहाँ पनि यो फ्ल्याग उनीहरूको देख्न सक्नुहुन्छ, राष्ट्रिय फ्ल्याग हरेक ठाउँ टाँगिएको छ। अनि यहाँ यसरी पूजा गरिँदैछ कन्फ्युसियस धर्मलाई मान्ने मान्छेहरू। यो बुद्धिज्म होइन, म फेरि भन्न चाहन्छु बुद्धिज्म होइन, तर कन्फ्युसियस धर्मलाई मान्ने मान्छेहरूले पूजा गरिरहेको छन् भियतनाममा। पहिला चाइनाले यहाँ कन्ट्रोल गरेको थियो, त्यो कारण यो धर्म यहाँ फैलियो। हुन त मिक्स छ यहाँ, धेरै बुद्धिस्ट धेरै छ अनि कन्फ्युसियस मान्ने, ताओलाई, क्रिस्चियन्स पनि क्याथोलिक र साथसाथै कम्युनिस्ट सरकार हो, गभर्मेन्ट हो यहाँ चाहिँ। हामी मन्दिरभित्र पसिरहेको छौँ कन्फ्युसियस धर्म भन्ने यहाँ धर्मगुरु। हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। अनि यसरी हामीले ताओइज्म कन्फ्युसियस धर्मलाई मान्ने मन्दिरलाई हेरेर आए। उनीहरूको फ्ल्याग यहाँ हेर्नुहोस् त। टिबेटन जुन छ नि बुद्धिज्म जस्तो मिल्दोजुल्दो रहेछ, ड्रागनहरू बनाएको। यहाँको लेककै छेउमा यो उहाँ तिनीहरूको धार्मिक झन्डा। मैले भर्खरै यहाँ भियतनाममा पानी किने हनोईमा। यो पानीको दाम हजुरले सुरुमा सुन्दाखेरि छक्कै पर्छ। यसको दाम उनले सोद्धाखेरि 10,000 पानीको दाम 10,000 डङ, 10,000 डङ भने जसको नेपालीमा कन्भर्ट गर्दाखेरि सिम्पल 55 रुपिस हुँदो रहेछ यसको। यो चाहिँ ओल्ड क्वार्टर्स जाने बाटो। अनि
विशेष गरी भियतनाममा हेऱ्यो भने यहाँ धेरै समय फ्रान्सले एक प्रकारको उनीहरूले यहाँ कब्जा गरेको थियो ठाउँलाई अनि धेरै समयसम्म फ्रान्सको राज्य यहाँ रह्यो। त्यसले फ्रान्सको आर्किटेक्चर डिजाइनहरू र पुरानो चर्चहरू पनि छ यहाँ, तर क्रिस्चियन्स रोमन क्याथोलिकहरू कम छन्। अनि यो ओल्ड क्वार्टर भन्छ। भियतनामको हनोईमा छौँ अहिले हामी। हनोई यो चाहिँ फ्रेन्च गल्ली भन्छ, फ्रेन्चहरूको एरिया पहिलाको। यो चाहिँ ओल्ड क्वार्टर, फ्रेन्च कोलोनी पहिलाको। अनि यो फेमस छ हाम्रो नेपालको लेक साइड अनि ठमेल जस्तै एरिया, टुरिस्ट एरिया चाहिँ पुरै फुल फ्रेन्च एरिया। फ्रेन्च कोलोनीहरू थियो पहिला पुरै यहाँ, र फ्रेन्च एरिया रहेछ यहाँ पुरै। यो चाहिँ यहाँको लोकल मार्केट, लोकल फुड। अनि यहाँ तपाईँको फुटपाथ बजार पनि लागेको छ भियतनामको हनोईमा। स्ट्रिट फुड, यहाँ पनि लोकल फुडहरू। हेलो, व्हाट इज दिस? chocolate banana. यो चाहिँ हनोईको ओल्ड क्वार्टर्स भन्ने एरियाको फ्रेन्च एरिया हो। अनि यहाँ चाहिँ विशेष गरी हेऱ्यो भने यो हो सेन्ट जोसेफ क्याथेड्रल, सेन्ट जोसेफ चर्च। यो फ्रेन्चहरूले बनाएको 1886 मा यसलाई बनाएको रहेछ, 1886 मा। अनि यसलाई चाहिँ पल बर्ड भन्ने व्यक्ति हुनुहुन्थ्यो, फ्रेन्चको उपनिवेश गर्ने त्यति बेला उहाँले बनाएको। अनि त्यति बेला यो सम्पूर्ण भियतनाम नै फ्रेन्चहरूको अन्डरमा थियो त्यति बेला बनाएको। तर अहिले हेऱ्यो भने यो चाहिँ एउटा एक प्रकारको म्युजियम जस्तै, र साथसाथै आइतबारको दिनमा मात्रै यहाँ आराधना प्रार्थना हुन्छ, तर यहाँ मान्छेहरू घुम्ने हेर्ने मात्रै छन्। अनि वरिपरि चाहिँ क्याफेहरू छ, फ्रेन्च क्याफेहरू अनि भियतनामिज फुडहरूको क्याफेहरू वरिपरि राखेको छन्। अनि यो तपाईँले देख्न सक्नुहुन्छ। अनि तर यो देख्ने साथ यहाँ धेरै क्रिस्चियन छ भनेर चाहिँ नबुझ्नु होला, यहाँ छैनन्, केही मात्रामा छन्। तपाईँको भियतनामिज क्रिस्चियनहरू क्याथोलिक उनीहरू आउने गर्छन् यहाँ, तर धेरै जसो चाहिँ कन्फ्युसियस धर्मलाई मान्ने र ताओ र साथसाथै चिनिया पुरानो धर्मलाई मान्ने व्यक्तिहरू छन्, बुद्धिज्म पनि छन्। अनि कम्युनिस्ट देश हो, होचिमिनले कम्युनिस्ट शासन यहाँ स्थापना गरेको। अनि यो चर्च यहाँ फ्रेन्चहरूको पालेको पुरानो चर्च, 1886 मा बनेको चर्च। यो चाहिँ हनोईको द ग्रान्ड वर्ल्ड भन्ने ठाउँ हो। The Grand World area.
यो चाहिँ द ग्रान्ड वर्ल्ड हनोईमा छ, भियतनामको हनोईमा द ग्रान्ड वर्ल्ड। यो चाहिँ द ग्रान्डको फ्रेन्च कोलोनी अनि यो बोटमा चाहिँ रेस्टुरेन्ट छ द ग्रान्ड भनेर लेखेको छ त्यहाँ। अनि हेर्दाखेरि यो सबै घरहरू फ्रेन्च कोलोनी जस्तै स्टाइलमा बनाएको छ सबै। यो ग्रान्ड सिटीको एरिया जहाँ चाहिँ यहाँ जापानिज रेस्टुरेन्टहरू छ भने यतातिर चाहिँ मल छ, विनकम मल, ठुलो मल हो यो यहाँको। हुन त यहाँ मलहरू धेरै छ, यो पनि एउटा मल हो। यो चाहिँ यहाँको रोड। यो चाहिँ यहाँको मल, विन्टेज मल। यहाँ कारहरू बिक्री, अनि भित्र यो ग्रोसरी होम, अनि भित्र माथि ठुलो माथिसम्म छ।